पश्चिमी किताबहरूमा एउटा कुरा बारम्बार सिकाइन्छ, मरुभूमिको छेउमा खेती असम्भव हुन्छ। जहाँ पानी छैन त्यहाँ हरियाली हुँदैन, जहाँ तातो हावा र सुक्खा माटो छैन त्यहाँ मानिस न त बाँच्न सक्छ न समृद्ध हुन सक्छ। तर यदि म तपाईँलाई भनौँ कि अफ्रिकाको एउटा देशले ठ्याक्कै यही नियम तोडिरहेको छ भने, एक यस्तो देश जसलाई संसारले गरिब भन्थ्यो, असफल भन्यो र सहायता बिना बाँच्न नसक्ने देशको रूपमा परिचित गर्यो, आज त्यही देशले संसारलाई गलत साबित गर्दैछ। हो, यो देश हो बुर्किना फासो, सहारा मरुभूमिको कठोर किनारमा रहेको एउटा देश जहाँ एक समय खेती असम्भव बनिन्थ्यो। आज त्यही भूमिमा धान फलिरहेको छ, गहुँ उब्जिरहेको छ, टमाटर, प्याज, मकै अनि सबैभन्दा अचम्मको कुरा, यहाँ अहिले स्याउ समेत फल्न थालेको छ। हो, त्यही स्याउ जसलाई कहिल्यै अफ्रिकाको यस्तो गर्मीमा उब्जनै नसक्ने भनिन्थ्यो। तर प्रश्न यो हो, यो कसरी सम्भव भयो? के कुनै विदेशी अर्बौं डलरको सहयोग हो? कि आइएमएफ वा वर्ल्ड ब्याङ्कले पैसा कनाए? वा यसको पछाडि केही यति ठुलो कुरा छ जसले पुरै अफ्रिकाको भविष्य बदल्न सक्छ? किनभने यो कहानी केवल खेतीको होइन, यो कहानी हो स्वतन्त्रताको। किनभने एउटा राष्ट्र जबसम्म आफ्नो खाना आफै उत्पादन गर्न सक्दैन, के त्यो वास्तवमै स्वतन्त्र हुन्छ? यही प्रश्न लिएर बुर्किना फासोले सुरु गरेको एउटा युद्ध, आतंकवाद विरुद्धको युद्ध मात्र होइन, भोक विरुद्धको युद्ध, निर्भरता विरुद्धको युद्ध र एउटा यस्तो क्रान्ति जसले संसारलाई चकित बनाइरहेको छ। यस क्रान्तिको केन्द्रमा छन् एक व्यक्ति, क्याप्टेन इब्राहिम ट्राओरे, एक युवा सैनिक नेता जो अफ्रिकाको राजनीतिमा सबैभन्दा विवादास्पद तर सबैभन्दा चर्चित नाम मध्ये एक बनिरहेका छन्। उनको एउटा विश्वास छ, यदि देशले आफ्नै खाना आफै उत्पादन गर्न सक्दैन त्यो देश कहिल्यै स्वतन्त्र हुन सक्दैन। र त्यसपछि यति अचम्म भयो जसले कल्पना पनि धेरैले गरेका थिएनन्। सरकारले सयौं किसानलाई ट्र्याक्टर दिन थाल्यो, पानी, पम्प, बिउ, मल अनि सबैभन्दा अचम्मको कुरा, धेरै सेवा निशुल्क हो। जहाँ धेरै देशमा किसान ऋणमा डुबिरहेका हुन्छन्, त्यहाँ बुर्किना फासोमा हजारौं हेक्टर जमिन जोत्न राज्य आफै अगाडि बढिरहेको थियो। तर यो केवल ट्र्याक्टर बाँड्ने योजना थिएन, यसको पछाडि एउटा अझै ठुलो सोच थियो। किनभने समस्या केवल खेती सुरु गर्नु थिएन, समस्या थियो मरुभूमिको छेउमा पानी ल्याउने। कल्पना गर्नुहोस्, जहाँ चारैतिर सुक्खा माटो मात्रै देखिन्छ, अचानक तपाईँको अगाडि विशाल हरियो धान खेत देखिन्छ, जस्तो कुनै फिल्मको दृश्य। तर यो फिल्म होइन, यो वास्तविकता हो। बुर्किना फासोले बाँध निर्माण गर्न थाल्यो, सिँचाइ प्रणाली बनायो, सोलर पम्प प्रयोग गर्यो, नदीको पानी सयौं किलोमिटर टाढासम्म पुर्याउने योजना सुरु भयो। जहाँ एक समय धुलो उड्थ्यो, आज त्यहाँ पानी चम्किरहेको छ। र जब पानी आयो, सबै कुरा बदलिन थाल्यो। धानको उत्पादन बढ्यो, मकै बढ्यो, गहुँ जसलाई अफ्रिकाको यस भागमा असम्भव बनिएको थियो त्यो पनि सफल हुन थाल्यो। वर्षौंदेखि विदेशी विशेषज्ञहरूले अफ्रिकी देशहरूलाई एउटा कुरा भनिरहेका थिए, तिमीहरूले गहुँ जमाउन सक्दैनौ। अनि त्यसैले हरेक वर्ष करोडौं डलर विदेशबाट गहुँ किन्नमा खर्च हुन्थ्यो। तर ट्राओरे सरकारले एउटा प्रयोग गर्यो, सानो स्तरबाट सुरु भयो अनि परिणाम सबैलाई स्तब्ध बनायो। जमिनले गहुँ दियो, सरकार झन आक्रामक बन्यो। किनभने अब प्रश्न खेती सम्भव छ कि छैन भन्ने थिएन, प्रश्न थियो कति छिटो देशलाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने। तर यहीँबाट कहानी अझै ठुलो मोड लिन थालेको छ। किनभने बुर्किना फासोले केवल किसानलाई मात्रै खेती गर्न पठाएन, उसले सैनिकलाई पनि पठाए। हो, सैनिक, तपाईँले ठिक सुन्नुभयो, सैनिक। सामान्यतया सेना भनेको युद्धका लागि तयार भएको शक्ति हो, हतियार, गोली, सुरक्षा। तर बुर्किना फासोले एउटा अनौठो निर्णय गर्यो, उसले सेवा दिने सैनिक मात्र होइन, उसले खाना आफै उत्पादन गर भन्यो सैनिकलाई। सोच्नुहोस्, जहाँ सैनिकहरू सामान्यतया प्रशिक्षणमा व्यस्त हुन्छन्, त्यहाँ अब उनीहरू खेत जोत्न थाले, बाली लगाउन थाले, पशुपालन गर्न थाले। किनभने एउटा देश सबैभन्दा ठुलो कमजोरी भोक हुन सक्छ। यदि शत्रुले तपाईँको खाना रोक्न सक्यो, तपाईँको देश कमजोर हुन्छ। ट्राओरेले त्यो खेल बुझिसकेका थिए, त्यसैले उनले केवल खेतहरू बनाउने योजना बनाएनन्, उनले खेतहरूको सुरक्षा पनि बनाए। कृषक डर बिना काम गर्न सकुन् भनेर सशस्त्र युवा समूहहरू तैनात गरियो। दिनमा खेत, आवश्यक पर्दा सुरक्षा। मानव बन्दुक र हल एउटै मिसनमा थिए। परिणाम अविश्वसनीय।
जहाँ पहिले सुनसान जमिन थियो त्यहाँ अब हरियो समुद्र फैलिन थाल्यो। सहारा मरुभूमिको छेउमै धानका खेतहरू चम्किन थाले, गहुँ अल्लिन थाले अनि अब संसारले यो दृश्य देख्न थाल्यो। सबैले एउटा प्रश्न सोच्न थाले, यो वास्तवमै सम्भव छ? तर बुर्किना फासो त्यतिमा रोकिएन, किनभने एउटा ठूलो समस्या अझै पनि बाँकी थियो। यदि किसानले धेरै उत्पादन गरे र त्यसलाई प्रशोधन गर्न उपयोग भएन भने के हुन्छ? किसान फेरि गरिब नै रहन्छन्, उत्पादन सस्तोमा बाहिर जान्छ अनि तयार भएको सामान महँगो मूल्यमा फर्केर आउँछ। ठ्याक्कै यही कुरा दशकौंदेखि भइरहेको थियो। अफ्रिकाको बाहिर जान्थ्यो र तयार भएर सामान फर्केर आउँथ्यो। त्यसैले ट्राओरे सरकारले अर्को खेल सुरु गर्यो। फ्याक्ट्रीहरू, विशाल प्रशोधन उद्योगहरू, धान सफा गर्ने प्लान्ट, चामल प्याक गर्ने मेसिन, टमाटर प्रशोधन केन्द्र, सुगर प्लान्ट अनि विशाल राइस प्रोसेसिङ सेन्टर, जसले एक दिनमा 100 टन उत्पादन गर्न सक्थ्यो। अब धान खेतीबाट सिधै विदेश जाने थिएन, त्यो आफ्नै देशमा प्रशोधन हुन्थ्यो, ब्रान्ड बन्थ्यो, प्याक हुन्थ्यो, बजारमा बेचिन्थ्यो र पहिलो पटक धेरै किसानले महसुस गर्न थाले, सायद अब हाम्रो मेहनतको मूल्य बदलिँदैछ। तर सबैभन्दा अचम्मको कुरा आउन बाँकी नै थियो, किनभने संसारले बुर्किना फासोलाई एउटा सुक्खा देशको रूपमा हेर्थ्यो। त्यहाँ स्याउ फल्छ भन्ने कल्पनासम्म पनि थिएन। कफी असम्भव, कोको असम्भव, स्ट्रबेरी झन असम्भव। तर त्यही असम्भव शब्दलाई चुनौती दिने निर्णय भयो। सरकारले प्रशिक्षण फार्म सुरु गर्यो। सानो स्तरमा प्रयोग, नयाँ प्रविधि, सिँचाइ, माइक्रो क्लाइमेट र केही समयपछि जुन दृश्य देखियो त्यो धेरैका लागि पत्याउन गाह्रो थियो। मरुभूमि नजिकै स्याउको बिरुवा, स्ट्रबेरी, अननास अनि मानिसहरू आफ्नै खेतमा उब्जाएको फल खाइरहेका थिए, जसलाई कहिल्यै सम्भव मानिएको थिएन। यहीँबाट एउटा भावना जन्मियो, आत्मविश्वास। किनभने एउटा राष्ट्रले असम्भव भनिएको कुरा सम्भव बनाउँछ। त्यो केवल खेतीको जित हुँदैन, त्यो मानसिकताको जित हुन्छ। हामी सक्दैनौँ भन्ने कुराको अन्त्य हुन्छ। ट्राओरे यही कुरा चाहिरहेका थिए, आफ्नो देशलाई केवल खाना दिन होइन, विश्वास दिन। तर कहानी यहाँ अझै सकिएको छैन, किनकि अर्को कदम झन् ठुलो थियो। के तपाईँले कल्पना गर्न सक्नुहुन्छ? मरुभूमिलाई हरियो बनाउने एउटा विशाल क्यानल प्रोजेक्ट, एउटा यस्तो योजना जसले अफ्रिकाको भविष्य नै बदल्न सक्छ। किनभने बुर्किना फासो अहिले केवल खेत बनाइरहेको छैन, उसले पानीको नयाँ साम्राज्य बनाउने सपना देखिरहेको छ। कल्पना गर्नुहोस्, एउटा यस्तो देश जहाँ वर्षौंदेखि सुक्खा थियो, जहाँ किसानहरू आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गर्थे, जहाँ पानीको कमीले भविष्य नै सीमित बनाएको थियो। अब कल्पना गर्नुहोस्, त्यही देशले निर्णय गर्छ, अब हामी मौसमको दयामा बाँच्दैनौँ। यही सोचबाट सुरु भयो एक विशाल सपना, एक यस्तो परियोजना जसलाई धेरैले पागलपन भने, तर समर्थकहरूले यसलाई अफ्रिकाको भविष्य भनिरहेका छन्। एक विशाल क्यानल सिस्टम, एउटा कृत्रिम नदी जसले दक्षिणको पानी उत्तरतिर पुर्याउन सक्छ, जसले सुक्खा जमिन हरियो बनाउन सक्छ, जसले लाखौं हेक्टर जमिनलाई खेतीयोग्य बनाउन सक्छ। र यदि यो सफल भयो भने यसले सहाराको कथा नै बदल्न सक्छ। किनभने बुर्किना फासोले एउटा कुरा बुझिसकेको छ, पानी बिना स्वतन्त्रता अधुरो हुन्छ अनि खाना बिना सम्मान अधुरो हुन्छ। तर यस क्रान्तिको अर्को पक्ष पनि छ जसको बारेमा कम चर्चा हुन्छ। यो केवल सरकारको योजना होइन, यो त जनताको भागीदारी पनि हो। किसान, युवा, सैनिक, प्राविधिक सबै एउटा लक्ष्यमा छन्, आफ्नो देशलाई आत्मनिर्भर बनाउने। किनकि दशकौंसम्म बुर्किना फासोले विदेशी बजारमा निर्भर रहनु पर्यो। उनीहरूलाई धेरै खाद्यान्न आयात गर्थे, विशेष गरी चामल। तर आज कहानी बदलिँदैछ। कतिपय क्षेत्रमा किसानले वर्षमा 2 पटकसम्म बाली काटिरहेका छन्, धानको उत्पादन बढेको छ, मकै बढेको छ, गहुँ झन् असम्भव बनिन्थ्यो। आज वास्तविकता बनिरहेको छ र केवल खेती मात्र होइन, प्रशोधन उद्योग पनि उठिरहेको छ। किनभने एउटा राष्ट्र धनी तब मात्र हुन्छ जब उसले आफ्नो कच्चा उत्पादनलाई मूल्य थपेर बेच्न सक्छ। टमाटर अब सडकमा कुहिने होइन, फ्याक्ट्रीमा पुग्छ, प्रशोधन हुन्छ, ब्रान्ड बन्छ र बजारमा जान्छ। अनानास जुन मरुभूमि नजिक सम्भव जस्तो लाग्थ्यो, अब खेतमा फलिरहेको छ। स्ट्रबेरी, स्याउ, कफी, कोको यी सबै प्रतीक बनिरहेका छन्, एउटा सन्देश हामीलाई अरूले के सम्भव छ भनेर। सायद यही कारणले धेरै मानिसलाई अहिले बुर्किना फासोलाई ध्यान दिइरहेका होलान्, किनभने यो केवल एउटा देशको कहानी होइन, एउटा विचारको कहानी हो। के गरिब भनिएको देश आफ्नै शक्तिले उठ्न सक्छ? के विदेशी सहयोग बिना आफ्नै बाटोमा हिँड्न सक्छ? के आफ्नै माटोमा फल फलाउन सक्छ? के एउटा राष्ट्र फेरि भविष्य आफै आफ्नो भविष्य लेख्न सक्छ? र सायद बुर्किना फासो अहिले यही प्रश्नको उत्तर खोजिरहेको छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, क्रान्ति कहिल्यै सजिलो हुँदैन। सपना जति ठुलो हुन्छ, चुनौती त्यति नै ठुलो हुन्छ। सुरक्षा चुनौतीहरू छन्, राजनीतिक दबाव छन्, आर्थिक जोखिम छन्,
र यो यात्रा अझै समाप्त भएको छैन, तर एउटा कुरा स्पष्ट देखिन्छ, जहाँ एक समय संसारले असम्भव भन्थ्यो आज त्यहाँ हरियाली उब्जिरहेको छ, जहाँ भोक थियो त्यहाँ आशा जन्मिँदैछ, जहाँ निर्भरता थियो त्यहाँ आत्मनिर्भरताको सपना बनिरहेको छ। अनि सायद इतिहासमा ठुलो परिवर्तन सधैँ यस्तै सुरु हुन्छ, सानो विश्वास, एउटा निर्णय, एउटा राष्ट्रले अब पुग्यो भनेर उठेको क्षणबाट। सवाल अब यो होइन बुर्किना फासोले के गरिरहेको छ, सवाल अब यो हो एउटा सुक्खा देशले यो गर्न सक्छ भने अरू देशले किन सक्दैनन्। किनभने अन्तत स्वतन्त्रता केवल झन्डा मात्र होइन, स्वतन्त्रता केवल भाषण होइन, वास्तविक स्वतन्त्रता त्यो दिन सुरु हुन्छ जब एउटा देशले आफ्नो नागरिकलाई आफ्नै माटोबाट खाना खुवाउन सक्छ। र अहिले अफ्रिकाको एउटा कुनामा त्यही एउटा सपना वास्तविकतामा बदल्ने प्रयास भइरहेको छ, भविष्य बनिरहेको छ, संसार हेर्दैछ। र पक्कै ऊ कुनै दिन, ऊ इब्राहिम ट्राओरे कुनै दिन आफ्नो प्रयासमा सफल हुनेछ। हाम्रो भिडियो मन परेमा लाइक र सब्सक्राइब गर्नुहोला। धन्यवाद साथीहरू।